ज्यूलाई पनि ताली बजाइदिनु होला। यहाँहरू पढ्ने विद्यालय जसले मेहनत गर्दै तपाईँले यहाँसम्म पुर्याउनु भएको छ त्यो विद्यालयलाई पनि ताली बजाइदिनु होला। ताली अरूको लागि बजाइन्छ, फाइदा आफूलाई हुन्छ, किनभने यो एक प्रकारको एक्सर्साइज पनि हो। जसले ताली बजाउने उसको हेल्थमा अलिक खराब हुन्छ, त्यो हेल्थलाई राम्रो ताली बजाउनुपर्छ। त्यस पछाडि रातभरि नसुतेर बाबु तिमीलाई तातो पानी ल्याइदिउँ, स्याउ खान्छौ कि निद्रा लागेको छ, नानी तिमीलाई के चाहियो भनेर रातभरि कुरेर बस्ने, यो नतिजा पस्कनको लागि अहोरात्र खट्ने तपाईँहरूभन्दा धेरै खट्नु भएको छ आमा बुवाहरू। त्यस्ता आमा बुवाहरू, आदरणीय आमा बुवाहरूले ताली बजाइदिनुहोस्। अब यो कार्यक्रम पछाडि तपाईँको राम्रो राम्रो फोटोहरू आउँछ, भिडियो आउँछ, पत्रकार मित्रहरूलाई पनि ताली बजाइदिनु। म तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु, उज्जवल भविष्यको कामना गर्छु। GPA 4 स्कुल टप्पर हुनुभएको छ, बधाई दिन चाहन्छु। स्कुलहरूलाई पनि बधाई दिन चाहन्छु, तपाईँहरू सम्मानित हुनुभएको छ। मैले धेरै कुराहरू यहाँ म गर्न चाहन्न, यो खुसियालीको समयमा टिक्का टिप्पणी पनि गर्न चाहन्न, तर यति मात्रै भन्न चाहन्छु म, हामी देश निर्माणमा हामी सबै होमिएर लागेका छौँ। कोही प्राइभेट सेक्टरबाट, कोही चाहिँ तपाईँको सरकारी क्षेत्रबाट, राज्य क्षेत्रबाट र निजी क्षेत्रबाट हामी हातेमालो गरेर देश बनाउन लागिरहेका छौँ। हामीले करिब 34% यो देशको शिक्षामा हाम्रो पार्टनरसिप रहेको छ। राज्यलाई पनि थाहा छ, राज्यको एउटा अङ्ग पनि हुनुहुन्छ यहाँ हाम्रो आजको प्रमुख अतिथि। हामी सबै मिलेर देश बनाउने हो। जसले जे सक्छ त्यही गर्ने हामीले। एउटा कुचिकाको पनि देश निर्माणमा ठुलो भूमिका हुन्छ। त्यसो भएको हुनाले हामी कसैलाई पनि बाहेस गरेर गइयो भने हामी कहीँ पनि पुग्न सक्दैनौँ। यति कुरा राख्न चाहे र यहाँहरूले एससीमा राम्रो रिजल्ट ल्याउनु भएको छ। इट इज नट एभ्रिथिङ बट मेनी थिङ, अझ धेरै गर्नु छ। यो यहाँको 4 GPA अब 11-12 पनि त्यस्तै आओस् भनेर म तपाईँलाई शुभकामना दिन चाहन्छु। यो कन्टिन्युटी होस्, किनभने सफलताको एउटै सूत्र छ, त्यो भनेको निरन्तरता। अझै योभन्दा राम्रो गर्नुहोस् भनेर म भन्न चाहन्छु। त्यसो भएको हुनाले यहाँले निरन्तरतालाई कायम गर्नु भने यहाँ सफल हुनुहुन्छ। र यति भन्दै आजको कार्यक्रममा हामीलाई सम्मानित गरेर यति मिठो मिठो शब्द गुच्छा प्रयोग गरेर हाम्रो सचिवज्यूले सम्मान पत्र तयार गर्नु भएको छ। कार्य समिति अध्यक्षज्यूलाई कार्य समितिले हामीलाई सम्मान गरेको छ। यो सम्मानबाट हामी ऋणी भएका छौँ। वी आर इन्डेप्टेड टु टोखा प्याप्स। म सबै सम्मानित व्यक्तिहरूको तर्फबाट टोखा प्याप्सनलाई धन्यवाद दिन चाहन्छु। यस्ता सृजनशील कामहरू अगाडि बढिरहोस्। देशलाई जुरुक्क उठाउने, टोखा नगरलाई जुरुक्क उठाउने, युवाहरूलाई जुरुक्क उठाउने, शिक्षा क्षेत्र जुरुक्क उठाउने कामहरू भइरहोस्। र यसलाई अभिभावकको रूपमा प्रदान गर्ने हाम्रो आजको प्रमुख अतिथिज्यू हुनुहुन्छ प्रमुख प्रशासकीय अधिकृतज्यू, जसले हामीलाई सधैँ हौसला दिनुहुन्छ। तपाईँले यु आर डुइङ वेल भन्नुभएको छ। आवर स्टुडेन्ट्स आर डुइङ वेल, आवर टिचर्स आर डुइङ वेल, आवर स्कुल्स आर डुइङ वेल। र सबैलाई म धन्यवाद दिँदै, बधाई दिँदै, आजको कार्यक्रममा जति पनि आउँछ सबैलाई एकपल्ट विशेष धन्यवाद दिँदै यहाँहरूबाट म ओझेल पढ्न चाहन्छु। हवस् त, धन्यवाद। जय शिक्षा, जय टोखा नगर प्याप्स। थ्याङ्क यू भेरी मच। धन्यवाद साहित्यकार तथा शिक्षा सेवी आदरणीय प्रेम कुमार राईज्यू, जो आज सम्मानित व्यक्तित्व पनि हुनुहुन्छ।